अहङ्कारको बारेमा अस्ति पनि मैले संक्षिप्त केही कुरा भनिसकेका छु। अब त्यसको पराकाष्ठा हेर्ने हो भने संसारलाई हेर्नुस्, थाहा भइहाल्छ। अहिले दुनियाँमा के हलचल मचिराखेको छ, हामीले हाम्रो पृथ्वीलाई कुन अवस्थामा पुर्याइराखेका छौँ हेर्नुस्। त्यही हो पराकाष्ठा अहङ्कारको। त्यो त देखिने दुनियाँ हो है। अब प्रत्येक मान्छेको व्यक्तिको भित्री अवस्था कस्तो छ भन्ने कुरा त छर्लङ्ग देखिएको छ। हामी मान्छेहरू कुनै पनि शान्त छैनौँ, बेखुसी छौँ हैन। अरूलाई देखेर अरूप्रति हीन भावना गर्न खोजिराखेका छौँ। त्यो अहिले दुनियाँमा देखिराखेको छ। मैले भनिराख्नुपर्ने कुरा छैन। मैले कुनै हावादारी टिकटकमा भिडियो बना जस्तो तरिकाले मैले बनाएको होइन। कोही कसैप्रति गम्भीर भन्ने छैन। सबै स्वार्थी भइसक्यो, सबै स्वार्थमा डुबिराखेको छ। अहङ्कारलाई बुझ्न जरुरी छ। अहङ्कार भन्ने चिज के चिज हो, अहङ्कारको निर्माण जन्म कहाँ र कसरी हुन्छ, त्यो कुराहरू त बुझ्नु पर्यो नि त हामीले। यहाँ बाहिरी सांसारिक ज्ञान प्राप्त गरेका मान्छेले पनि बुझ्न सक्दैन यो कुरा। त्यो बुझ्नलाई त अध्यात्ममा जानुपर्छ। अध्यात्म त्यहीँबाट सुरु हुन्छ र अध्यात्मलाई प्रष्ट पार्ने ग्रन्थ भनेको नै हाम्रो भगवत गीता, अष्टावक्र गीता, ऋभु गीता यावत पुस्तकहरू छन् हामीसँग, धेरै ग्रन्थहरू छन्। तर हामी अध्ययन गर्दैनौँ, बुझ्दैनौँ, जान्दैनौँ। अनि यही सांसारिक कुराहरूलाई सही र गलत भन्छौँ। सांसारिक ज्ञान पाउनु गलत त होइन, लिनुपर्छ। तर सांसारिक ज्ञानले बाहिरी दुनियाँलाई त बुझ्ला, तर भित्री दुनियाँलाई बुझ्दैन। मतलब मनको भित्रको चाहना के हो, के अवस्था छ भन्ने कुरा यो बाहिरी ज्ञानले दिँदैन के। त्यसको लागि त अध्यात्ममा जानै पर्छ, छिर्नै पर्छ। आजलाई फेरि यति नै। आउँछु फेरि अर्को भिडियो छिट्टै लिएर। धन्यवाद।